football training. I'm very excited today. मैले चाहिँ फर्स्टमा गएर मेरो जुत्ताहरू लगाएँ अनि जुत्ता लगाइसकेपछि वार्मअप गर्नका लागि रेडी भएँ अनि म मेरो दिदीसँग वार्मअप गर्न थालेँ। कसरी गर्ने हो भने मेरो दिदीले सिकाउनु भयो। सुरुमा खुट्टाको, कमरको, हातको, फेरि कमरहरूको गर्दै एक एक गर्दै सिकाउनु भयो मेरो दिदीले। वार्मअप गरिसकेपछि चाहिँ म र मेरो दिदी रनिङ गर्न गयौँ। ग्राउन्डको 3 राउन्ड जति रनिङ गऱ्यौँ। लगभग 1 किलोमिटर जति रनिङ गऱ्यौँ हामीले। रनिङ गरिसकेपछि यता हाम्रो कोचले सर्ट रनिङ गराउँदै हुनुहुँदो रहेछ अनि म पनि सर्ट रनिङ गरेँ। सर्ट रनिङ सकेपछि चाहिँ हामीले फेरि लेगको एक्सर्साइज गऱ्यौँ अनि फेरि पुसअप गर्नु लाउनु भयो। पुसअप गरिसकेपछि गोलहरू पासहरू खेल्न थाल्यौँ। गोल पास पनि हान्न आउँदैन थियो अनि त्यसपछि फेरि म्याच गर्नु लाउनु भयो अनि म्याचको लागि रेडी भयौँ अनि म्याच सुरु भयो। म्याच सुरु भएपछि गोल पनि हान्नु नआउने मलाई त सब डामडुम खेल्दै मौरी जस्तो झुमिँदै खेल्दै अनि केही अनुभव चाहिँ गरेँ मैले अनि त्यही दिदीलाई भने मैले पासहरू हान्नु सिकाइदिनु, गोल रोक्नु सिकाइदिनु भनेर। अनि म अहिले प्र्याक्टिस गर्दैछु। पछि गएर राम्ररी खेल्ने हुनेछु। सो थ्याङ्क यू, सब्सक्राइब माई च्यानल।